हामी सबैजना जब स्टेजमा जान्छौँ, हामी जब पब्लिकमा बोल्न जान्छौँ, हामी सब म्याक्सिममले ट्राई गरिरहन्छौँ हामीले आफूलाई प्रदर्शन गरौँ। हामी सबैले आफ्नो बारेमा सोचिरहन्छौँ, म कस्तो देखिन्छु होला, मेरो ड्रेसिङ कस्तो हुन्छ होला, अरूले मलाई कसरी जज गर्छ होला, अरूले मलाई हाँसिदियो भने, यो गरिदियो भने, त्यो गरिदियो भने, मेरो माइक काम्यो भने, मेरो यो कुरा भयो भने, मेरो मिस्टेक भयो भने, हामी स्टेजमा गइसकेपछि म्याक्सिमम व्यक्तिले आफ्नो बारेमा सोचिरहन्छौँ। यो सबभन्दा गलत तरिका हो आफूलाई स्टेजमा गएर प्रेजेन्ट गर्ने। हामीले स्टेजमा गएर कहिले पनि आफ्नो बारेमा सोच्नु हुँदैन। हामीले जहिले पनि स्टेजमा पुगिसकेपछि हामीले दर्शकको बारेमा सोच्नुपर्छ, हामीले अडियन्सको बारेमा सोच्नुपर्छ। तपाईँ स्टेजमा आइसकेपछि तपाईँले आफ्नो अडियन्सको लाइफमा कसरी सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ, तपाईँले आफ्नो अडियन्सलाई कसरी मद्दत गर्न सक्नुहुन्छ, तपाईँले आफ्नो दर्शकलाई कसरी उसको लाइफमा चेन्जेस ल्याउन सक्नुहुन्छ, उहाँलाई कसरी हेल्प गर्न सक्नुहुन्छ, यसमा तपाईँले थिङ्किङ गर्नुपर्ने हुन्छ। त्यसैले आजबाट तपाईले आफ्नो मनलाई, आफ्नो विचारलाई आफूबाट शिफ्ट गरेर तपाईले आफ्नो दर्शकमाथि लानुपर्ने हुन्छ। तपाईले आफ्नो बारेमा सोच्न छोड्नुस् र तपाईँ दर्शकको बारेमा सोच्न स्टार्ट गर्नुस्। यहाँबाट तपाईँ सफल वक्ता बन्ने जर्नीमा अगाडि बढ्न सक्नुहुन्छ। इजी टक्स, अब खुलेर बोल्ने पालो तपाईँ।